तपाईको पार्टीको सभापतिले भेट गरिरहनु भएको छ, भेटिरहनु भएको छ। यो भेटको खास उद्देश्य के होला? यो भेटको खास उद्देश्य चाहिँ अब चुनाव लागिरहेछ। आसन्न चुनावमा चाहिँ नयाँ पार्टीहरू, वैकल्पिक शक्तिहरू कसरी मिलेर जाने भन्ने विषयमा समन्वय गर्ने नै हो, छलफल गर्ने नै हो। त्यही विषयमा चाहिँ परामर्श गर्नको लागि नै भेट्ने हो र एउटा खालको जनदबाव सिर्जना गर्ने यो चाहिँ माहौल पनि हो, वातावरण पनि हो। अहिले जसरी रवि लामी छाने जति पनि नयाँ पार्टीहरू, नयाँ राष्ट्रिय राजनीतिमा चाहिँ यो कोर्स बदल्नुपर्छ त्यसको विरुद्धको यो खालको एउटा खालको चाहिँ जमघट पनि हो, भेटघाट पनि हो, यो छलफल हो, निरन्तरता हो यो बेसिकली। जस्तो रविमाथि राज्यको प्रतिशोध भयो, राज्यले प्रतिशोध साल्यो, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिशोध गर्यो भनिरहँदा यहाँको स्पष्ट धारणा के हो? अहिले जसरी यहाँ भेट्नेको लहरको छ एकातर्फ, यहाँ नक्कु कारागार बाहिर आएर भनिन्छ प्रतिशोध भयो भित्रबाट, तर उहाँको न्यायका लागि भने पछि यहाँबाट बाहिर गइसके पछाडि त्यो बोल्ने अवस्था चाहिँ भएन खासै देखिन्छ। होइन, बाहिर पनि यो न्यायको आवाजहरू तपाईँको देशैभरि अन्तर्राष्ट्रिय रूपमा घटिरहेको छ। उहाँमाथि राज्यले ज्यादती गरेको, अन्याय गरेको, उहाँलाई न्याय हुनुपर्छ भनेर आम जनताले बोलिरहेका छन् अहिले होइन। उहाँलाई बाहिरै बसेर पनि मुद्दा लड्ने वातावरण बनाइदिनु पर्थ्यो। त्यही प्रवृत्तिका अन्य केसहरू, अन्य पार्टीका, ठुला पार्टीका नेताहरूलाई चाहिँ तपाईँको बाहिर खुल्ला छोड्न मिल्ने, तर उहाँले त्यस्तो, उहाँ आफै सहकारीमा हिजो इन्भल्भ भएको नि होइन, सहकारीको सञ्चालक पनि होइन होइन। त्यो हुँदाखेरि उहाँलाई अलिकति बढी चाहिँ उहाँ जुन खालको अचानक उहाँले पार्टी बनाएर होइन, जति पनि चाहिँ यो युवाहरूको मतलाई चाहिँ उहाँले कलेक्सन गर्नुभयो र पार्टीहरूबाट चाहिँ तपाईँको वाक्क भएका, दिक्क भएका, यत्रो 70 वर्ष अवसर दिँदा पनि हिजो राणाहरू विरुद्ध जसरी जनता वाक्क भएका थिए, युवाले गोली खान तयार भएका थिए, गङ्गालाल होटे धर्मभक्तहरूले गोली खान तयार भएका थिए, आजका जेन्जी युवाहरू, हाम्रो भाइहरू, हाम्रो युवा पुस्ताले आफ्नो भविष्यको लागि गोली खान तयार भए। त्यो पुस्ताको आवाजलाई दमन गर्नको लागि जति पनि नयाँ राजनीतिक दलहरू आउँछन्, नयाँ व्यक्तिहरू उदाउन खोज्छन्, तिनलाई चाहिँ जसरी हुन्छ थिच्ने, कुल्चने, दबाउने खालको जुन राज्यको यो प्रवृत्ति देखियो, त्यसका विरुद्धको आवाज हो, त्यसका विरुद्धको सङ्घर्ष हो। यसलाई अब दबाएर दबिनेवाला छैन। यो जति दबाउन खोज्छ नि राज्यले त्यति माथि उफ्रिनेवाला छ के। बललाई जति तपाईँ थिच्नुहोस् माथि त्यति माथि उफ्रिन्छ नि होइन। जसरी युवाले विद्रोह गर्यो होइन, जेन्जीले तपाईँको गोली खान हामी चाहिँ तयार छौँ भनेर त्यत्रो विद्रोहको चाहिँ गर्यो, यसलाई तपाईँको अहिले आतङ्ककारीको बिल्ला भिराइदिने होइन, तिनै दलहरूले चाहिँ तपाईँको आतङ्ककारीको चाहिँ तपाईँको चाहिँ संज्ञा दिने, त्यस्तो खालको प्रवृत्ति ठिक होइन। यसले देशलाई सही दिशामा लाँदैन। त्यसका विरुद्धमा चाहिँ तपाईँको चाहिँ अहिले चाहिँ जति पनि परिवर्तनकारी जनताको चाहना अनुसारको राज्य व्यवस्था बनाउनु पर्यो। युवाको चाहना, अहिले एआईको जमाना आइसक्यो, तर हाम्रो सोच मानसिकता भनेको हिजोको सामन्ती राणाकालीन पञ्चायतकालीन सोचले ग्रसित भएका अधिकांश नेताहरूले गर्दा यो समस्याको जड आज यो भइरहेको छ। यसले निकास दिँदैन। राजनीतिक निकासको लागि सबै राज्यका, सबै राज्य चलाउने दलहरू होइन, ब्युरोक्रेसीहरू, न्यायालयहरू सबले ठिक ढङ्गले हामीले चाहिँ ठिक लयमा देशलाई लान प्रयत्न गरेनौँ भने अबको युवाले छोड्ने छैन, अबको पुस्ताले छोड्ने छैन। उनीहरूको देश हो यो होइन। पटक पटक एउटै मान्छे दोहोरिरहने कुरा स्वीकार्य हुन्छ त? हामीले ठुला पार्टीका ठुला शीर्ष नेताहरूलाई उहाँहरूलाई हामीले थ्याङ्क यू दिनुपर्छ। 7 सालमा उहाँहरू जेन्जी हुनुहुन्थ्यो, 46 सालमा कोही जेन्जी हुनुहुन्थ्यो, उहाँहरूले योगदान गर्नुभयो, उहाँले पञ्चायतका विरुद्ध लड्नुभयो, निरङ्कुशताका विरुद्ध, चाहे त्यो राजाको होस् चाहे त्यो राणाको होस्, त्यो निरङ्कुशताको विरुद्ध लड्ने सबै महान नेताहरूलाई हामीले सम्मान गर्दै अब त बाबा भयो, एनफ इज एनफ भने हो होइन। अरू कुनै बदलाको भावना होइन, उहाँहरूको अनुहार मन नपरेर होइन, उहाँहरूको बोली मन नपरेर होइन। हामीले के भने हो भन्दाखेरि तपाईँको अब तपाईँहरूको पालो पुग्यो होइन, तपाईँहरूले अब कब्जा गरिरहने समय छैन, तपाईँहरूले प्लिज निकास दिनुहोस्, छोडिदिनुहोस्, हामीलाई पनि पालो दिनुहोस्। हामी भिडेर आएको फेरि जबरजस्ती गरे होइन नि, होइन र। प्रतिस्पर्धा मार्फत जनताको मत लिएर आएको पार्टीको एउटा नेतालाई, सभापतिलाई बिना कारण तपाईँको चाहिँ पटक पटक दुःख दिने, नियतपूर्ण ढङ्गले दुःख दिने, आफ्ना मान्छेहरू ठाउँ ठाउँमा संवैधानिक निकायमा कब्जा गरेर तपाईँको चाहिँ भर्ती गर्ने, अनि ती मान्छेहरू लगाएर चाहिँ तपाईँको जनताले छानेको दुई पटक चाहिँ बहुमतका साथ चाहिँ भारी बहुमतका साथ आएको व्यक्तिलाई अथवा त्यस्ता शक्तिहरूमाथि चाहिँ विभिन्न खालको षड्यन्त्र रचेर उसलाई चाहिँ फसाउने खालको जुन नियत देखियो राज्यको, यो ठिक भएन है। यसले ठिक ढङ्गले देशको निकास दिँदैन। युवाहरू भौतारिएर हुँदा गइरहेछन्। के भनेको थियो हामीले, नयाँ पार्टीहरूले, नयाँ वैकल्पिक शक्तिहरूले भनेको के त भन्दा युवा मैत्री तपाईँको चाहिँ व्यवस्था गर्नु पर्यो। त्यो आर्थिकको होला, त्यो प्रविधिको होला, त्यो विकासको होला, धेरै कुराहरू चाहिँ तपाईँको नयाँ ढङ्गले जानुपर्छ। अब नयाँ सोच, नयाँ समृद्धिको विकास र हिजोको समृद्धिको कल्पना, हिजोको चाहिँ व्यवस्थाको कल्पना, लोकतन्त्रको कल्पना चाहिँ फरक ढङ्गले, युवा मैत्री ढङ्गले जानुपर्छ भन्दाखेरि तपाईँको चाहिँ त्यो दुश्मनको सरह चाहिँ उसलाई व्यवहार गरेर तपाईँको चाहिँ फाँसी चढाउन खोज्ने त्यो खालको प्रवृत्ति ठिक छैन है। यसलाई तोडेर जानुपर्छ र अबको
जति पनि परिवर्तनकारी शक्तिले युवाले तपाईँको जेनजीले त्यसलाई तोड्नको लागि सबै खाले चाहिँ सम्भव हुने सम्भवको संवाद सहकार्य र त्यो छलफल निरन्तर जारी रहनुपर्छ भन्नेको यो एउटा अभ्यास मात्रै हस्, thank you. हस् हस्, धन्यवाद धेरै धेरै। हस्